Such a beautiful place. Such a beautiful place. यसलाई चाहिँ एकदम ह्याट्सअप भन्नुपर्छ है। एकदम राम्रो विकास भएको छ जुन किसिमले अरू नगरहरू भन्दा यहाँका बाटाघाटा धेरै राम्रो विकास भएको छ। उनीहरूलाई धेरै धेरै धन्यवाद। अष्टमीको दिन भएकोले यहाँ नारायणघाट भरतपुरमा मानिसहरूको चहल पनि निकै थियो। अब हाम्रो गो थोरै हामी यहाँ आयौँ कन्टेनर कफीमा। हामीले यो भर्जिन मस्जिदको फुड सलाद खाएर अब हामी आधी घन्टा जति रेस्ट गर्छौँ। त्यसपछि फेरि हामी हाम्रो डेस्टिनेसनतिर अगाडि बढ्छौँ है गाइस। अहिले हामी खोको बिचमा छौँ। अहिले हामी पामेमा चाहिँ खाना छौँ। हामी लगभग 2 घन्टा बसेर त्यसपछि हामी लेक साइड जान्छौँ। आज हाम्रो बसाइ पोखरामै छ। ल अब हाम्रो चाहिँ ब्यागहरू अलमोस्ट प्याक भइसक्यो मार्दी हिमालको लागि होइन। यहाँ सरोज भाइ आर यु रेडी? रेडी टु गो। मिस्टर ढकाल सर आर यु रेडी? बजिरहेछ 6:30। हामी कहाँ जाँदैछौँ? मार्दी लेक साइडमा फ्युलिङ गर्दैछौँ। बिहान अर्ली मर्निङ 6:30 हामी ब्रेकफास्ट लिँदैछौँ। त्यसपछि हाम्रो जर्नी इज अफिसियली स्टार्टेड नाउ। ओके हामी चाहिँ अहिले कहाँ हाम्रो अब जर्नी कहाँले जाँदा अब हामी प्रितम देउराली जाने गाडीको सम्म जान्छौँ। त्यहाँबाट हामी फेरि ट्राभल गाडीमा गर्छौँ पब्लिक। अनि माथिबाट चाहिँ हामी वकिङ गर्छौँ। अहिले त हाम्रो ब्रेकफास्ट राम्रो भयो। हामी यहाँ छैन जम्मा यति जाने भने रेस्टुरेन्ट अब आइहाल्यो नि। सर तपाईँको यात्रा कस्तो भइरहेछ? अनि तपाईँ आज सक्नु यतिको हिँड्नुमा तपाईँ के भन्नुहुन्छ? एबिसी बुझ्नु हाम्रो नेक्स्ट इयरको प्लान हुने। मेरो भाइ के छ यो फर्स्ट ट्रेक रमाइलो भइरहेछ? दामी भइरहेछ, बवाल भइरहेछ है भाइ। यो हाम्रो जङ्गलै जङ्गल हामी लगभग जङ्गल देउराली प्रितम देउरालीबाट अगाडि बढेछौँ। हाम्रो ढकाल सर त्यहाँ हुनुहुन्छ, हाम्रो सरोज भाइ त्यहाँ छ। भाइ कतिको मजा आइरहेछ? ट्रेक मजा आइरहेछ नि? यस पिस छ है।
धेरै रमाइलो छ क्लाइमेट इज भेरी नाइस क्लाइमेटले हामीलाई साथ दिइरहेछ हामी जङ्गल हुँदै अब आज हाम्रो रेस्ट क्याम्पमा चाहिँ हाम्रो बास बस्ने प्रोग्राम छ हामी 5 मिनटको रेस्ट She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. के भयो रे राजा Oh, traveler, मुटु धक 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 भयो भन्न you carry the sun. सेन्टी फ्ल्याट भन्नुहुन्छ कस्तो भइरहेछ राजा मजा त आइरहेको गाह्रो पनि भइरहेको अहिले यो हामी चाहिँ एबिसी लान्द्रुक यहाँनिर छ भने अनि यहाँ आइसकेपछि चाहिँ हामी मार्दी ट्रेकेसमा जान्छौँ हेलो अगाडि अगाडि हाम्रो सरोज भाइ बिचमा म पछाडि ढकाल छ मजाले हामी हिँड्दैछौँ यात्रा जारी छ बिहान 7 बजेबाट हामी पोखराबाट निक्लेको थियौँ अहिले अझै हामी ट्रेकमै छौँ अब हाम्रो 1-1.5 घन्टामा खाना खाने कार्यक्रम छ होइन 2 बजे खाना खाएर मार्दी फेरि यहाँबाट सिधा होइन होटल दुध खर्क होटल हाम्रो भाइ यहाँ अगाडि लागिरहेछ मजाले इज भेरी स्ट्रङ गाई अनि मिस्टर ढकालजी बवालमा छ म यहाँ छु अहिले हामी लो क्याम्पमा आइसक्यौँ बिहान 9 बजे हिँडेको 1 घन्टामा हामीले रेस्ट क्याम्पबाट लो क्याम्प पार गऱ्यौँ वेदरले एकदम साथ दिइरहेछ हामीलाई वेदर एकदम राम्रो छ अहिलेसम्म मन तातो पानी खाउँ है त खिचमेर भए कस्तो भइरहेछ 1 घन्टा लाग्यो होइन हामीलाई एकदम राम्रो सो फार सो गुड नाउ वी आर फ्युलिङ अफ हैन अनि यहाँ चाहिँ लो क्याम्पको मुनलाइट होटलमा चाहिँ यहाँ हामी थोरै तातो पानी यसो आधी घन्टाको पैदल यात्रा पछि चाहिँ रेस्ट क्याम्पमा गएर हाम्रो विश्राम हुनेछ कस्तो किलोमिटर ठ्याक्कै 4:25 मा हामी रेस्ट क्याम्प आयौँ ल हामी ठ्याक्कै 2660 होला होइन मेरो भाइ हामी रेस्ट क्याम्पमा 5 बजे आएपछि यहाँ रेस्ट क्याम्पमा आएर दसैँ हामी यसरी मनाउँदैछौँ उकालो हामी लो क्याम्पबाट बादल डाँडा चढ्दैछौँ अहिले चाहिँ भाइ पुरै यो ठाडै उकालो छ ढकालजी पनि लागि पर्नु भएको छ गिभअप गर्न सक्नु भएको छैन होइन पानी हल्का छिटा हानेको भएर हामी अहिले यो रेनकोटमा छौँ होइन अब हामी चाहिँ यहाँबाट बादल डाँडा जाँदैछौँ त्यहाँसम्म बादल डाँडामा आइपुग्यौँ बादल डाँडाको आजको हाम्रो
मेरो 11 मिनट ठिक छ इट्स नाइस प्लेस चिकन छ ल है हाम्रो चाहिँ खाना खाएर यहाँ बतासे डाँडामा 1 घन्टाको रेस्टमा हामीले चाहिँ दसैँ मनाउँदैछौँ यहाँ पासमा अहिलेसम्म कति हार्यो मेरो भाइ तिमीले अहिलेसम्म 10,000 10,000 तिमी जितल कि हारल मैले मैले 5 ऋण दिएको छु त 5 दिन दिएछ अनि यहाँ 3-4 हजार जित्दा करोडौँ लसमा होइन मेरो यो छ लगभग 3-4 हजार लसमा होला ठिक छ रमाइलो भइरहेछ बाहिरको वेदर यो छ हामी अब 1 घन्टा जति यहाँ बसेर अनि निक्ल्यौँ हेलो गुड मर्निङ एभ्रिवान बिहानको अर्ली मर्निङ 4 बजीबाट 2 घन्टा कन्टिन्युसली उकालो आइसकेपछि हामी अहिले बिहानदेखि उठेर सफुस्रेको फेरीमा 5:30 हाम्रो चाहिँ अब यो बिहान च्याट्टर चियाको चुस्को काखमा बसेर मजा बसेर काखमा बसेर ब्रेकफास्ट गरेर चाहिँ खाइन्छ होइन बिहान 4 बजी मेरो भाइ पुरै यात्रा 4 बजीबाट अहिलेसम्म हामी रमाइलो गरिरहेको छौँ होइन यसले हाम्रो एकदम साथ छ पछाडि हामी चाहिँ यहाँ माथि आयौँ रमाइलो गऱ्यौँ चिया बिस्कुट खाजाहरू खायौँ निकै मिठो मान्दै गयौँ रमाइलो गऱ्यौँ दसैँको टिकाको दिन भएकोले हामीले 4,300 फिट माथि पनि तास खेलेर रमाइलो गऱ्यौँ एकअर्कामा धेरै रमाइलो गर्दै मिठो हिमालहरू हेर्दै हिँडिरहेछौँ भाइ यो बाटो यहाँबाट यहाँ आइसक्यो अहिले हामी हाइक्याम्प नजिक छौँ हामीले सम्पूर्ण हिमालहरूको दृश्य अवलोकन गरी रमाइलो गऱ्यौँ र त्यसपछि हामी त्यहाँबाट ओह्रालो लाग्दै ढुवानी सेवा कम हेरिदिन्छु यो अहिले एउटामा यो कहाँबाट ल्याउने सिद्धिङबाट हामी कति टाइममा पुग्छौँ होला यहाँबाट झऱ्यो भने हिँडाइ कतिको छ हिँडाइमा ल है अब हामी चाहिँ लगभग करिब 12 बजे भनेपछि कति घन्टा 2.5 घन्टाको निरन्तर नन स्टप ओह्रालो पछि चाहिँ अब हामी यहाँ गाडी छोड्ने ठाउँ नजिक देखिएको छ खुसी लागेको छ होइन बहुत खुसी कस्तो ढकाल चाहिँ ऊर्जा आइरहेको छ तपाईँलाई मजा आइरहेछ ल उहाँहरू भेरी सरोज भाइको पुरा स्पिचलेस इज डुइङ ग्रेट जब अगाडि खिचमा चाहिँ ढकाल चाहिँ हुनुहुन्छ आज होइन यात्रा लगभग अब हाम्रो 15-20 मिनटको सिदिङबाट ठाडै ओह्रालो यहाँ चाहिँ सिदिङमा झारमा चाहिँ बोलेरो गाडीहरू पाइँदो रहेछ Like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies.